सम्पत्ति शुद्धिकरण गर्न मिल्दैन। गर्न मिल्दैन त्यसो भए सरकारले अवैधानिक काम हो नि त, कहाँ गर्न मिल्छ? ब्ल्याक मनीलाई व्हाइट गर्न पाइँदैन, मनी लाउन्ड्रिङ गर्न पाइँदैन, सम्पत्ति शुद्धिकरण गर्न पाइँदैन। बुझ्नु पनि है? त्यो पाइँदैन भनिसकेपछि तपाईहरु त प्रतिवाद गर्नुहुने होला नि त। मेरो कुरा गर्न पाइँदैन। ब्ल्याक तपाई यसको प्रतिवाद गर्नुहुन्छ त्यसमै? होइन के तपाईले पुरै बुझ्नु भएन। तपाईको भनाइ अनुसार त त्यही भयो नि त, अर्थ लाउने त्यही हो नि त। सबैले, मैले मात्रै होइन सबै जनताले बुझ्ने गरी सबैले यही नै होला। होइन यस्तो हो त, म बुझाइदिनुस् न त। सम्पत्ति शुद्धिकरण भनेको अपराध हो। ओके। ब्ल्याक मनी छ भने व्हाइट गर्नेलाई सम्पत्ति शुद्धिकरण भन्छ। सरकारले सम्पत्ति शुद्धिकरणका कामलाई रोक्ने हो। वैध मनीलाई सरकारले नियमन गर्ने, अवैधलाई कारबाही गर्ने हो। जस तपाईले भनेकै अनुसार मान्ने हो भने अब सरकारले त्यही नै आशंका गरेछ के पुराना नेताहरूले ब्ल्याक मनीलाई व्हाइट मनी बनाए भन्ने आशंका गरेछ। अब सम्पत्ति शुद्धिकरण गर्नु पर्ला नि त। फेरि पनि उयो क्वेसन गर्ने, यस्तो सम्पत्ति शुद्धिकरण गर्न मिल्दैन। सम्पत्ति शुद्धिकरण कसैले गरेको छ, ब्ल्याक मनी कसैले व्हाइट गरेको छ भने त्यसलाई कारबाही गर्ने हो। भनेपछि तपाईहरु प्रतिवाद गर्नुहुन्छ यसको? त्यस्तो नचाहिने कुरा नगर्नु। गर्न मिल्दैन भन्नुभयो नि त तपाईले। कहाँ भन्दैछु मैले? तपाईले कुरै सम्पत्ति शुद्धिकरण गर्न मिल्दैन भन्नुभयो। मेरो कुरा बुझ्नुस् पहिले। कुरा के भने, म आफै अर्थमन्त्री हुँदा 68 सालमा ऐन बनाएको हो। ब्ल्याक मनीलाई व्हाइट गर्न पाइँदैन, मनी लाउन्ड्रिङ गर्न पाइँदैन, सम्पत्ति शुद्धिकरण गर्न पाइँदैन। बुझ्नु पनि है? त्यो पाइँदैन भनिसकेपछि तपाईहरु त प्रतिवाद गर्नुहुने होला नि त। मेरो कुरा गर्न पाइँदैन। त्यसैले सरकारले त्यो अनुसारको मेकानिजम बनाएको छ। सम्पत्ति शुद्धिकरण नियन्त्रण गर्नलाई अथवा नियमन गर्नलाई, कारबाही गर्नलाई विभाग नै छ अलरेडी गभर्नमेन्टसँग। अहिलेकोले गर्न ला होइन। तपाईलाई भ्रम के नपरोस् भने अहिलेकोले त्यसो गर्न ला कि होइन। हाम्रो कानुन त्यो तयारी छ, तयारीमा जुटिसक्यो। मेरो कुरा सुन्नु न, त्यस्तो हावादारी कुरा गरेर हुन्छ। मिडियाको सरकारले हावादारी कुरा गर्यो, हावादारी तपाईले हावादारी कुरा गर्दै हुनुहुन्छ। मेरो कुरा पुरै सुन्नु। सरकारले काम गर्न लागि तपाईले हावादारी कुरा गर्दै हुन्छ। मैले भन्दैछु नि त।